नमस्ते। आज हामी कक्षा 9 को अंग्रेजी विषयको युनिट 3 मा रहेको थोमस एन्ड जेरी भन्ने पाठलाई नेपालीमा सुन्दैछौँ। यस पाठले हामीलाई बाबुआमाको खुसियाली छोराछोरीको सफलता र खुसीसँग गाँसिएको हुन्छ भन्ने शिक्षा दिएको छ। कुनै समयको कुरा हो, जेरी नाम गरिएका एकजना बुढा मानिस एउटा गाउँमा बस्ने गर्थे। उनको छोरा शहरमा बसेर काम गर्थे। उनले आफ्नो छोरालाई नदेखेको धेरै वर्ष भइसकेको थियो। उनलाई आफ्नो छोरा भेट्ने रहर भयो र उनी छोराले चिठी पठाउँदा लेख्ने गरेको ठेगानामा छोरालाई भेट्न हिँडे। उनले ठूलो आशा लिएर खुसी हुँदै आफ्नो छोरासँग भेट हुने भयो भनेर छोराको ठेगाना अनुसारको घरको ढोका ढकढक्याए। दुर्भाग्य भन्नुपर्छ, ढोका अरू कसैले खोल्छ। उनको छोराले त्यो घर छोडेर अर्कै ठाउँमा सरेको कुरा सुन्दा जेरीलाई कसरी छोरालाई भेट्ने भनेर चिन्ता हुन्छ। त्यहाँका छरछिमेकले उनलाई उनको छोराको अफिसको ठेगाना दिन्छन्। एकछिन खोजेपछि उनी थोमसको अफिस अगाडि पुगेर छोरालाई भेट्न आएको भन्छन्। थोमसले जेरीलाई भेट्न पाउँदा खुसी मान्छन् र आफ्नो अफिसभित्र लान्छन्। जेरीले थोमसलाई, छोरा, तिम्री आमाले तिमीलाई हेर्ने मन गरेकी छिन्, मसँग जान्छौ त भनेर सोध्छन्। थोमसले, मसँग धेरै काम छ, म व्यस्त छु, म घर जान सक्दिनँ भन्छन्। छोराको यस्तो कुरा सुनेर जेरीले मुस्कुराउँदै भन्छन्, ठिक छ छोरा, तिमी आफ्नो काम गर, म आज बेलुका घर फर्किन्छु। केही दिन उनी सँगै सहरमा बस्न अनुरोध गर्छन्। तर तिमी आफ्नो काममा व्यस्त छौ, म तिम्रो काममा बोझ बन्न चाहन्न। यदि फेरि कुनै दिन मेरो तिमीसँग भेट भयो भने म धेरै खुसी हुनेछु भनेर जेरीले छोरालाई भन्छन् र घर फर्किन्छन्। त्यसको केही हप्तापछि थोमसले, बाबा मलाई भेट्न किन एक्लै आउनुभयो? मैले उहाँसँग नराम्रो व्यवहार गरेँ भनेर दुःख मान्छन् र केही दिनको बिदा लिएर उनी बाआमालाई भेट्न गाउँ जान्छन्। जब उनी आफू जन्मेको हुर्केको घरमा पुगेर हेर्छन्, उनका बाआमा त्यहाँ हुँदैनन्। मेरा बाआमा कहाँ जानुभयो, उहाँहरूलाई के भयो भनेर चिन्तित हुन्छन्। छिमेकीहरूबाट ठेगाना लिएर उनी आफ्ना बाआमा बस्नुभएको ठाउँमा भेट्न हतार हतार जान्छन्। उनी चिहान गाडीमा पुग्छन्। उनलाई टाढाबाट देख्ने बित्तिकै जेरीले हातको इसाराले छोरालाई बोलाउँछन् र दुवै बाबु छोरा अँगालो मार्छन्। जेरीले छोरालाई, तिमीलाई कस्तो छ? तिमीलाई यहाँ देख्न पाउँदा म चकित भएँ। तिमी यहाँ आउँछौ भन्ने मैले सोचेको थिइनँ भन्छन्। बाबाको यस्तो कुरा सुनेर थोमस लाजले शिर निहुराउँछन्। जेरीले, बाबु तिमीलाई के भयो? केही नराम्रो भयो कि भनेर सोध्छन्। होइन बाबा, मैले त तपाईँलाई आफ्नो गाउँमा यस्तो हालतमा देख्छु होला भन्ने सोचेको थिइनँ भनेर थोमस भन्छन्। जेरी हाँस्दै छोरालाई भन्छन्, तिमीलाई सहरमा कलेज पढ्न पठाउँदा ऋण लिएको थिएँ, अनि तिमीले कार किन्ने विचार गर्यौ र मैले फेरि लोन लिएँ। खेतीमा घाटा भएकोले मैले ऋण तिर्न सकिनँ। मैले तिमीलाई भेटेर यो कुरा सुनाउने मन गरेँ, तर तिमी आफ्नो काममा व्यस्त थियौ। मैले हाम्रो समस्याको बोझ तिमीलाई किन बोकाउनु भन्ने सोचेर चुप लागेँ। त्यो ऋण चुक्ता गर्न मैले घर नै छोडिदिनु पर्ने भयो। तपाईँले मलाई भन्नु भएन, म त बाहिरको अपरिचित मानिस होइन नि भनेर थोमसले झिनो स्वरमा भने। यो सुनेर जेरी भन्छन्, तिमी आफ्नो काममा व्यस्त र दबावमा भएकाले म शान्त बसेँ। हामी त तिम्रो खुसी मात्र चाहन्थ्यौँ। बुबाको कुरा सुनेर थोमस रुँदै अँगालो मार्छन् र आफ्नो गल्तीप्रति क्षमा माग्छन्। तिमीले क्षमा माग्नु पर्दैन, तिमीले आफ्नो समय मिलाएर हामीलाई भेट्न आयौ, यतिमै हामी खुसी छौँ। हामी तिमीलाई धेरै माया गर्छौँ र यस बुढेसकालमा पटक पटक तिमीलाई भेट्न आउन गाह्रो हुन्छ भनेर अन्तिममा जेरी छोरालाई सम्झाउँछन्। यसरी यस कथाले बाबुआमाले आफ्ना सन्तानको खुसीको लागि सबै सुख सम्पत्ति त्याग्न तयार हुन्छन् भन्ने कुरा सिकाउँछ। हवस् त, तपाईँलाई यो पाठ कस्तो लाग्यो? यदि मन पर्यो भने एक लाइक गर्नुहोला र यो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।